नमस्ते टच दिले सबैजनालाई सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई र आज मेरो भ्लग चाहिँ मैले सुरु गरिसकेको छु र भ्लग सुरु गर्नुभन्दा पहिला चाहिँ अलिकति यहाँहरू सबैलाई जानकारी दिन्छु। अब यो समर सिजन लाग्यो। समर सिजन लाग्दाखेरि चाहिँ हाम्रोमा चाहिँ एउटा यस्तो खालको फुल फुल्छ। मार्च महिनाको अन्तिमतिर चाहिँ फुलिसकेको हुन्छ। हेर्नु होला यहाँ यो चाहिँ सुरु भइसक्यो। अब चाहिँ फुल्नलाई यसले चाहिँ पहेँलो फुल्छ। यो फुलले होइन फुल्न आँटिसक्यो, कोपिला बसिसक्यो। कति राम्रो छ हेर्नु होला। यहाँ पनि छ है। यसले कति राम्रो फुल्छ क्या यसले संसार। उहाँ पनि छ। मेरो करेसाबारी हो चाहिँ। अब यहाँ चाहिँ मैले मल रेडी गरेको छु। घरभित्र भएको मललाई ल्याएर यहाँ माटोसँग मिसाएर चाहिँ तपाईँहरूको पनि भातहरू फ्याँक्नुहुन्छ भने यस्तो गमलाहरू छ भने चाहिँ नफ्याँक्नु होला। एकदम नम्बर 1 मल हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ पनि छ। यो चाहिँ मेरो तुलसीको बोट हो, अहिले मरेर छ। यो चाहिँ मैले बिउ राख्नुको लागि गरेको थियो, मैले फ्याँकेँ। मैले यहाँ सबैमा लगाएको छ। यही छ। फुल खेल्नको लागि चाहिँ रेडी भयो। अब उतातिर चाहिँ अब सबै नै हल्का हरियो आएको छ। यो चाहिँ मेरो आरुको बोट फुल्नलाई रेडी भएको छ। यो चाहिँ फुल्छ अब यो सबै है। आरुको बोट हो यो चाहिँ मेरो। आकाश कति राम्रो छ, घमाइलो। माथि एरोप्लेन गइरहेको छ। रुखको हालत यस्तो छ। म चाहिँ कम्पाउन्ड भित्र छु। मेरो कम्पाउन्ड हो यो है। यो चाहिँ भुइँमै स्टोर रुम ठुलो छ। यो लगभग 20/16 को छ फुटको मेरो करेसाबारी। त स्टोर रुममा के छ आम्मा त कति हो कति यस्तो कुरोहरू त के छ नि। आम्मा ठुलो छ तर मेरो स्टोर रुम चाहिँ। ये है मेरो करेसाबारीको रेडी गरेको छु मैले। मेरो करेसाबारी यो घस्याउँदा डढाउनलाई मैले यहाँ रेडी गरेको हिजो र आज पनि छ। यो घस्याउटाहरू सबै यो मेरो चाहिँ करेसाबारी हो। यो यहाँ केही पनि छैन। अब चाहिँ यहाँनिर चाहिँ मजाले सफाइ गरेर होइन। दाउराको थुप्रो त्यसको अब कति छ के गर्ने। यस्तो भुत्लो भाङ भएर बसिरहेछ करेसाबारी। करेसाबारीको है यहाँनिर खुर्सानी रोपेको थियो। खुर्सानी
छैन काम छैन अब यसलाई उखेलेर फ्यालेर यहाँ चाहिँ धनियाँहरू छ उम्रिँदैछ धनियाँहरू धनियाँ हो यो पनि धनियाँ हो धनियाँ यहाँनिर छ यो धनियाँ अब 1-2 दिनमा छ खाने बेरा हो घर किन्दै यहीँ थियो बेरा यो मेरो बेरा हो यो चाहिँ मेरो बोडीहरू फलाउने हो हैन यहाँ चाहिँ बोडीहरू फल्छ तर यसलाई म यो पालि चाहिँ यसलाई चाहिँ काटेर यसलाई चाहिँ काटेर म काट्छु काटिसकेपछि भनेको यसलाई म चाहिँ कता राख्छु भन्दाखेरि चाहिँ यो ठाउँलाई यताबाट यो यसको छेउबाट चाहिँ सट्ट यो भागबाट चाहिँ परसम्म लगेर छ नि हो यहाँ त्यो स्टोरको यतापट्टि छेउबाट चाहिँ यो लुडी राखेको ठाउँको छेउबाट यता वरपरै म लगाउँछु यस्तो छ सबै यो मैला डढाएर यसलाई यो रुख कत्रो छ फुल्नलाई एकदम रेडी छ रेडी labai भएको छ खुट्टा यहाँ चाहिँ यो भागमा चाहिँ मैले मल स्टोर गरेर राखेको छु यहाँभित्र खाल्टा छ हैन तपाईहरुले जति पनि घाँस काटेको घाँसहरु चाहिँ नफाल्नु होला यहाँ ल्याएर हाल्नु होला कि त त्यो घाँस एक ठाउँमा थुपारेर चाहिँ भोलिपर्सि जब खुर्सानीहरु ल्याएर रोप अलि अग्लो हुन्छ नि 2-3 फुटको अनि तपाईहरुले त्यहाँ चाहिँ लगेर खेतमा हाल्दिनु होला है त्यसो गर्नु न मैले चाहिँ स्टोर गरेर राखेको छु यो चाहिँ स्टोर यो अंगुरको बोट हो यो चाहिँ अंगुर फल्छ तर लथर्केले खाइदिन्छ क्लप खास उसलाई पनि भोक लाग्छ अहिले चाहिँ कहाँ लुकेर बसेको पनि थाहा छैन यो चाहिँ म आफै लगाएको यहाँ 800 इटा छ 800 इटा छ यहाँ यति भारीमा ओ त्यहाँदेखि यहाँसम्म अस्तिको दिन नानीहरूले चाहिँ यहाँनिर मासु पोलेर खाएछ मासु पोल्ने कोइलाहरू नि छ बेला बेला चाहिँ मासु पोलेर खाइन्छ यहाँनिर र भिडियो लाउने नै छ अब यही विकमा ल्याएर खाने भनिरहेछ अब झारको हालत चाहिँ बल्ल हल्का ग्रीन भयो यतिको चाहिँ हरियो भयो अब 1 महिना पछाडि चाहिँ हरियो हुन्छ तर यो झार सँगसँगै मेरो पनि आँखा चिलाउने गर्छ एभ्री इयरली के हो यो चाहिँ अब चाहिँ म चाहिँ यो सरसफाइ गर्नको लागि चाहिँ म बाहिर आइसकेको छु सबैलाई शुभ बिहानी घाम पनि टक्कै आयो यहाँको लगभग 9 बजेर 10 मिनेट गएछ हैन म चाहिँ अब यहाँ सरसफाइ गर्न लागेको हल्का हावा चलिरहेछ यस्तै छ युएसए को बेलुका राति 1 बजेतिर कामबाट आयो सुत्यो बिहान 8 बजे उठ्यो नानीलाई स्कुल ड्रप गर्यो आयो अनि के छ खाजा खायो खाइसकेपछि भनेको अनि आफ्नो के छ अब जाडो महिनाभरि चाहिँ पाइँदैन अब चाहिँ हल्का तातो लागेको छ त्यो भएकोले गर्दाखेरि बारीको सफाइ मेन्टेन गर्नु पर्यो के गर्नु
नगरे नि हुँदैन अरूले गरिदिँदैन आफ्नै निजी यो रुख चाहिँ काट्नु चाहिँ कति लाग्छ ए कत्रो छ नि यो रुखको घरकै छेउमा छ नि यत्रो छ यो रुख सानो छैन पहिलाको उतापट्टि थियो त्यसलाई 1600 मा काटे अब यसलाई कति पर्छ थाहा छैन यत्रो छ बेरा नि ढुटाइसकेको छ बेरा उतापट्टिको मतलब छ नि यहाँ बेरा यस्तो बनाइसकेको छ बेरा चलिसकेको छ बेरा हेर्नु त माथि यहाँनिर छोएर ए यस्तो बनाएको छ त्यस्तो बनाएको छ यो चाहिँ मेरो बेरा हो मेरो घर वरिपरि बेरा छ मेरो यहाँभित्र के गर्छु के गर्दैन कसैलाई पनि थाहा छैन तर माथि घरमाथिबाट हेरेर चाहिँ देख्छ हे मित्र हो यस्तै छ त जिन्दगी बिहानै उठ्यो निन्द्रा नभनिकन तर मलाई मजा लाग्छ बारीमा चाहिँ किसानीको छोरा भएर होला कि किसान गर्नु चाहिँ एकदम मन लाग्छ यो चाहिँ मेरो घर पछाडि यस्तो छ घर पछाडि चाहिँ त्यो स्टोर रुम भइहाल्यो त्यो चाहिँ यस्तो छ है मेरो छरछिमेकीहरू घरहरू त्यता छ तर बाल मतलब हुँदैन छरछिमेकी को आयो को कहाँ के भयो त्यो थाहै हुँदैन यहाँ चाहिँ युएसमा चाहिँ त्यस्तो छ खोइ के हो त्यो चाहिँ यस्तो खालको चाहिँ छरछिमेकीहरू छ यतापट्टिको छिमेकी यो छिमेकी थियो यहाँले घर बेचेर गयो यो छिमेकी चाहिँ कस्तो चुतिया थियो भने यो रुखको हाँगा एउटा झऱ्यो भने नि यतैपट्टि फ्यालिदिन्थ्यो क्या यस्तो चुतिया छिमेकी चाहिँ आफ्नो नपरोस् बरु हेल्प गरोस् यतापट्टिको यो उताको छिमेकी चाहिँ एकदम सही छ म कहाँबाट आएर सुतेको छ भने हिउँ पर्दाखेरि पनि यो मार्टिनले एम लेखेको छ यो मार्टिनले नि आएर सबै फेरि के अरे हिउँ सोरिदिन्छ अनि त्यसलाई म थ्याङ्क यू भन्छु आएर क्या तैँले मेरो हिउँ सोरिदियोस् इट्स ओके यु ह्याभ एनी क्वेसन्स लेट मी नोस् भन्छ ओके माथि एम लेखेको छ क्या वहाँनिर एम देखो साथै एम रहेछ एम रहेछ त्यहाँ चाहिँ नि यस्तै छ अब चाहिँ काम गर्न सुरु गरेर आँटेको होइन म चाहिँ अब काम गर्छु यो चाहिँ अब बन्द गर्नु चाहन्छु म सबैलाई सुख शान्ति समृद्धिको शुभकामना छ है म विदेशमा छु नेपालमा हुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई पनि सुख शान्ति समृद्धि शान्तिले बस्दिनु होला भन्ने चाहिँ अनुरोध गर्दै मेरो यो छोटो भिडियोलाई यहाँ नै समाप्त गर्न चाहन्छु।
चाहिँ भुटान। यसरी यो चाहिँ मैले पत्ता उठाएर राखेको है। यता उँधैको पत्ताहरू सबै सोरेर मजाले मैले यसलाई यहाँ राखेको छु अहिले चाहिँ। अनि यो पनि यहाँ छ। यो चाहिँ मलखाडी हो। यो मल बनेको छ यहाँ भित्र चाहिँ। यहाँको पत्ता मैले उठाएर यो अघि देखाएको त्यो राखेको र यसलाई चाहिँ भोलिपछि के गर्ने भन्दाखेरि टक्क खन्ने, बारी खन्नुभन्दा अगाडि। अनि यस्तो दामी हुन्छ। पत्ताले छोपेर राखेको छ भने चाहिँ माटो चाहिँ एकदम मलिलो भएर बसेको हुँदो रहेछ। यहाँ चाहिँ मैले पत्कार नै छोडिराखेको छु। अब यसलाई 1-2 महिना अब अहिले अप्रिल, फेब्रुअरी, मार्च हो अहिले। अप्रिल यसलाई मेमा निकाल्नुपर्छ। यो अघि मैले बिछ्याएको, यो अघि मैले बिछ्याएको हो। अब यो माथिबाट पानीले कुट्छ। यो यहीँ कुन्छ, कति चाहिँ कुहेन भने चाहिँ सोरेर लगेर यसलाई के गर्नुपर्छ भन्दाखेरि आगो लगाउनुपर्छ। दुहानी लगाउनुपर्छ हो। यसलाई चाहिँ यस्तो मजाले मैले मिलाएर राखेको छु। यहाँ चाहिँ यो चाहिँ मल बन्छ। यहाँ चाहिँ हल्का मैले मल कतिको रहेछ भनेर निकालेर हेरेको थियो। यस्तो रहेछ। यो मल हो। त्यहाँनिर चाहिँ मल चाहिँ डढाउनुको लागि चाहिँ रेडी बनाएको मैले। यो चाहिँ हतपत पत्दैन, नपचेको चाहिँ यसलाई आउट गरेको। यो जस्तै कि डाँख्लाहरू हो। यो चाहिँ फर्सीको डाँख्ला, खुर्सानीको डाँख्ला भयो होइन। अनि टमाटरको हौ त्यो चाहिँ यहाँनिर मैले थुपारेको छ। यसलाई अब 1-2 दिन पाखा राखेर चाहिँ यो सुक्छ। सुकेपछि यसलाई अनि बिस्तारै अलिअलि डढाउँदै यहाँ रोप्ने ठाउँमा ल्याएर यहाँ फ्याँक्नुपर्छ त्यो खरानी चाहिँ। त्यसो भएपछि चाहिँ माटो मलिलो हुँदो रहेछ। मलाई त थाहा थिएन। यो माटो त एकदम चाम्रो छ, लिसैलो। यो बोर्ड चाहिँ टिम्बरको बोर्ड हो। टिम्बरको बोर्ड हो। मैले आज सफा गरेँ। यति चाहिँ त्यो चाहिँ यो रुखको चाहिँ के गर्नुपर्ने हुन्छ, कहिले हुन्छ, यो सानो छैन हो। अब यो चौर चाहिँ हल्का हरियो भयो। यतिको हरियो भयो। अस्ति चाहिँ यो चाहिँ एकदम उराठै लाग्दो थियो। अब चाहिँ भनेको मैले यहाँनिर पानीको लागि रेडी गरेँ। यो वाटर होस ल्याएर अहिले राखेको छु मैले यहाँ। यो फ्लेक्सिबल हुन्छ, राम्रो। र अहिलेको घाम चाहिँ हल्का घमाइलो छ है। घाम चाहिँ काम गर्दा गर्दा पसिना नै आयो होइन। घाम चाहिँ तपाईँको हेर्नुहोस् है। हल्का बादल लागेछ, हल्का राम्रै छ। गमलाहरू पनि त्यहाँ रेडी छ। यो खुर्सानी मैले भित्र लगाएर राखेको थिएँ, भएन, केही पुगेन, मर सबै मरे। त्यसका भाउको लादी त सबै मरे। एउटा केही छैन, उठी बास। केही छैन, रहेन।
नुहाउने माथिको कुनै केही भने जस्तै भयो। अब चाहिँ यहाँनिर धनिया छर्नुको लागि रेडी हो। यतिमा चाहिँ म धनिया झर्छु, यो नेक्स्ट टाइम पनि हुन्छ। त्यो बारीमा चाहिँ मेरो त्यहाँनिर के हुन्छ भन्दाखेरि खुर्सानी, रायो साग प्लस बोडी, इस्कुस त रोप्दैन यसमा, फर्सी पनि रोप्दैन, घस्यौडा मात्रै। अनि त्यसमा भनेको तितेबी, बैगुनहरू, अनि काँक्रा, अनि करेला, त्यति चाहिँ रोप्छु म त्यहाँनिर चाहिँ। त्यति नै हो मेरो रोप्ने भनेको त्यहाँ। आज मैले यहाँ त टक्क सफा गरेँ हैन, यस्तो सफा बनाएँ मैले। मासु पनि हाल्ने ठाउँ थियो, यो चाहिँ मासु पोली खाने ठाउँ। यहाँ चाहिँ सफा बनाएँ मैले। यो काठ भनेको यहाँ गार्डन बनाउने मैले सिँढी फेरेको थिएँ, त्यो सिँढीको काठ निस्केको छ। यसलाई उपर लगेर गार्डनमा मजाले बनाएर लाउँछु। ल धन्यवाद।